नमस्ते, म ओम नारायण शाह। आउने गरेको निर्वाचनमा तपाईहरू कुनै एउटा पार्टीलाई नरोजी एउटा राम्रो व्यक्ति रोज्नुहोस्। जुन हाम्रो भएको जेनजी आन्दोलन थियो त्यसमा 76 वटा साथी मरेको छ, उनीहरूलाई सम्झेर कसै हाम्रोलाई होइन राम्रोलाई रोज्नुहोस्। भदौ 23मा भएको आन्दोलन कुनै निर्वाचनको लागि थिएन, परिवर्तनको लागि थियो। त्यही भएर साथीभाइ हाम्रो जुन जान गुमाएको छ उनीहरूको जान व्यर्थ नजाओस्, उनीहरूलाई सम्झेर मतदान गर्नुहोस्। हामी आफ्नो खुसीले परिवार छोडेर विदेश आएको होइन, हाम्रो देशमा भ्रष्टाचार भएर कुशासन भएर हामी बाहिर आएको हो। त्यही भएर तपाईँहरू यस्तो परिवर्तन ल्याउनुहोस् कि हामी पनि आफ्नो देशमा रोजगार पाऊँ, हामी आफ्नो देशमा पढौँ, हामी जस्तो साथीभाइहरू बाहिर नजानु परोस्, जान नगुमाउनु परोस्। फेरि भोट फर चेन्ज। आशा गर्छु यो निर्वाचनले केही देशमा परिवर्तन ल्याउँछ। जय नेपाल, जय मातृभूमि, भोट फर चेन्ज, भोट फर परिवर्तन।